नाइ यो कुरा एकदमै सम्भव छैन। म एउटा निर्दोष केटालाई कसरी मार्न सक्छु थाहा छ, त्यसले गर्दाखेरि मेरो बेइज्जत भएको छ, तर म त्यसलाई मार्न सक्दिनँ। उस्ताद, यो कुरा भन्नु मात्रै सजिलो छ तर गर्नु एकदम मुस्किल। तपाईलाई यो कुरा गर्नु उस्ताद, यो कुरा भन्नु सजिलो छ तर गर्नु एकदमै मुस्किल, थाहा छ मलाई। तर तपाईलाई हिम्मत लगाएर यो काम गर्नुपर्छ। हो उस्ताद, विक्रमले ठिक भन्दैछ। तपाईलाई यो काम गर्नुपर्छ। यो काम म कहिले गर्नु पनि सक्दिनँ अनि म गर्नु पनि चाहन्न। तर पनि उस्ताद, अब केही त गर्नुपर्छ नि त। यसरी के तपाईँको बेइज्जतको अनि के हामी चाहिँ सहेर बस्ने होइन केटा हो, लड्ने, तर अलिकति दिमाग लगाएर लड्ने। दिमाग के छ भने मसँग एउटा आइडिया छ। आइडिया? क्या आइडिया छ उस्ताद? तिमीहरू विक्रम, तिमीहरू राम र अरुणको घरमा जाऊ। राकेश, त गएर रामलाई सम्झा। रामलाई गएर भन् कि अरुणले तेरो आमाको मजाक उडायो, त्यसलाई रिस उठ्छ। अनि विक्रम, त गएर अरुणलाई भन्, रामले तेरो आमालाई के नराम्रो भन्यो भनेर। अनि त्यहाँदेखि चाहिँ के हुन्छ। ल उस्ताद, अब तपाईँले भनिहाल्नुभयो त। उस्तादको हरेक प्लान राम्रो हुन्छ विक्रम, मैले तँलाई भनेको थिइनँ। हिँड अब।